बिग्रिन्छ कि घरबार बिहे गरेपछि, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, थपिँदा जिम्मेवार बिहे गरेपछि, थपिँदा जिम्मेवार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि। सबैजनामा नमस्ते। आज हामी धेरै लामो समयपछि फेरि यस च्यानलमा एउटा नयाँ भिडियो लिएर आएका छौँ। यस च्यानलमा सदाझैँ आफैले रचना गरेको गजल, मुक्तक र कविताहरू तपाईँहरूको बिचमा हामी पस्किने गर्दछौँ। दसैँको बिदामा, दसैँ तिहारको बिदामा हामी आफ्नो जन्मघर रुकुम पश्चिममा आएका छौँ। एकदमै वातावरण रमाइलो छ, चाडपर्वले रमाइलो भइराखेको छ। सायद यहाँहरू सबैजनाले हाम्रो भिडियो हेरिराख्नु भएको छ र आफूले पनि आफ्नो ठाउँमा चाडपर्वलाई, दसैँ तिहारलाई खुसियालीका साथ चाहिँ मनाइराख्नु भएको छ भन्ने अपेक्षा हामीले लिएका छौँ। सँगसँगै हामीले आजको गजल यहाँहरूलाई सुनाउनुभन्दा अगाडि यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, भिडियोलाई मन पराएमा लाइक गरिदिनु होला र हाम्रो भिडियोलाई सेयर पनि गरिदिनु होला भन्दै मेरो म्याडमले रचना गरेको गजल साहित्य सृजनालाई म यहाँ वाचन गर्नको लागि अनुरोध गर्छु। मैले भने कुनै साहित्य सृजना लिएर आएको छैन, तर पनि म मेरो म्याडमसँग सँगसँगै जीवनसाथी भनेको सधैँभरि सँगै रहने बाचाका साथ आएको हुनाले पनि तपाईँहरूको बिचमा सहभागी भएको छु। के छ, तयारी छ नि होइन? म गजल भन्छु है, गजल सुनिहालौँ है। साहित्यले साथ दिइरहेको छैन, मेरो आवाजमा पनि अलि समस्या देखिरहेको छ। गजल सुरु गरेँ है त। ल, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, कहिले काहीँ त डर लाग्छ बहन गर्न सक्दिन कि, थपिँदा जिम्मेवार बिहे गरेपछि, थपिँदा जिम्मेवार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, जन्म घरको मामिलामा जति मैले माया पाएँ, जन्म घरको मामिलामा जति मैले माया पाएँ, हुँदैन कि त्यति अपार बिहे गरेपछि, हुँदैन कि त्यति अपार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, वैवाहिक जीवन तिम्रो कस्तो छ नसोध, वैवाहिक जीवन तिम्रो कस्तो छ नसोध, फेरिएछ मेरो संसार बिहे गरेपछि, फेरिएछ मेरो संसार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, वचनमा हो एक सिक्काका दुई पाटा पति पत्नी, वचनमा हो एक सिक्काका दुई पाटा पति पत्नी, कहाँ पाइन्छ अधिकार बिहे गरेपछि, कहाँ पाइन्छ अधिकार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, अपवादमा कतै कतै एक दुईजना भेटिएलान्, अपवादमा कतै कतै एक दुईजना भेटिएलान्, भएको जीवन सुधार बिहे गरेपछि, भएको जीवन सुधार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, हजुरले के पाउनुभयो मैले कुनै फरक पाइन, हजुरले के पाउनुभयो मैले कुनै फरक पाइन, हजुरले हजुरले के पाउनुभयो मैले कुनै फरक पाइन, कर्म घर र कारागार बिहे गरेपछि, कर्म घर र कारागार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि, बिग्रिन्छ कि घरबार बिहे गरेपछि, एउटै चिन्ता बारम्बार बिहे गरेपछि। धन्यवाद। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियोलाई लाइक, सेयर र हाम्रो यस च्यानललाई सब्सक्राइब गरिदिनु हुनेछ भन्ने अपेक्षाका साथ फेरि हामी अर्को भिडियो लिएर आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। हस्त नमस्कार। धन्यवाद।